यसको कुरा सुन्नु है त। यो चाहिँ के भन्दैछ यो ढुगी बाबा। आज चर्चको घन्टीलाई मन्दिर र हिन्दूसँग चाहिँ नि एउटा तपाईको संवेदनशील रूपमा एउटा भावनासँग खेल्ने एउटा वातावरण बनेको छ। यो बहुत घोर आपत्तिको चाहिँ हामी आपत्ति जनाउँछौँ, यसमा भर्सना गर्छौँ। खबरदार, यो देशमा हिन्दू अधिराज्य स्थापना नहुन्जेलसम्मको लागि कसरी चुनाव हुन्छ हामी हेरौँला। त्यति मात्र होइन, हामी धर्मगुरुहरू पनि, म तपाईहरुलाई स्पष्ट भन्न चाहन्छु, म बोल्ने मान्छे मात्र होइन, हामी गर्ने मान्छे पनि हो। सुन्नुभयो होइन, यसले के भन्दैछ? यसले चाहिँ चर्चको घन्टी भन्दैछ। यो चाहिँ कुन चाहिँ चर्चमा गएको रहेछ अनि यसले चाहिँ चर्चको घन्टी भन्दैछ क्या। यो चाहिँ घन्टी भएको चर्चमा गएको हो। अनि हामी ख्रिस्टियन, हामी इसाईको मण्डलीमा हाम्रो चर्चमा त घन्टी छैन। हाम्रो मण्डलीमा, हाम्रो चर्चमा हुने भनेको चाहिँ क्रुस हो। त्यो क्रुस चाहिँ चर्चमा हुन्छ। अनि घन्टी, यो मान्छेले चाहिँ घन्टी अनि ख्रिस्टियनहरूको घन्टी भन्दैछ। अनि हिन्दू राष्ट्र घोषणा गर्यो भने त्यत्रो मुस्लिम समुदायहरू कहाँ जान्छ, बौद्धिस्ट कहाँ जान्छ होइन। त्यस पछाडि क्रिस्चियनहरू चाहिँ नेपालमा झन्डै 40-50 लाखभन्दा धेरै चाहिँ क्रिस्चियनहरू छ। अनि यो व्यक्तिले चाहिँ हिन्दू राष्ट्र घोषणा गर्ने भनेर भन्दैछ। योभन्दा अगाडि चाहिँ घटना भएको थियो नि त नेपालगञ्जमा। मुस्लिमहरूलाई चाहिँ हिन्दूहरूले चाहिँ त्यहाँ लफडा भएको थियो। फेरि अनि मुस्लिम दाजुभाइहरूले फेरि हिन्दूहरूलाई चाहिँ पाता फर्काएर दिइरहेका थिए। अनि क्रिस्चियनहरू चाहिँ त्यस्तो मान्छे होइन, जस्तो बदला लिने काम चाहिँ क्रिस्चियनले गर्दैन। क्रिस्चियनहरूले चाहिँ प्रार्थना गर्छ, नेपाल देश समृद्धिको लागि प्रार्थना गर्छ। सबै नेपाली जनता चाहिँ अनन्त जीवन गएको चाहन्छ, पाप क्षमा, उद्धार, मुक्ति अनि अनन्त जीवन अनि स्वर्ग जाओस् भन्ने चाहिँ क्रिस्चियनहरूको एउटा बाइबल अनुसार चाहिँ क्रिस्चियनहरूले चाहिँ प्रार्थना गर्छ। अनि येशू ख्रीष्टले चाहिँ के भन्नुभयो? बाटो सत्य जीवन म नै हुँ, म बाहेक कोही पनि पिता कहाँ जान सक्दैन भन्नुभयो होइन। येशू ख्रीष्ट स्वर्गबाट अनि पृथ्वीमा आउनुभयो। अनि उहाँ चाहिँ परमेश्वर हुनुहुन्थ्यो, 100% परमेश्वर हुनुहुन्थ्यो, 100% उहाँ चाहिँ मानिस हुनुहुन्थ्यो। अनि उहाँ 100% अनि परमेश्वर भएको कारणले गर्दा उहाँ चाहिँ मरेर जीवित भइकन उहाँ फेरि स्वर्ग जानुभयो।